पावकानः सरस्वती वाजे भिर्वाजिनी भति जैनं वष्टुधिया वसुः शुक्लां ब्रह्मविचार सारप्रमां मध्यं जगद्व्यापिनीं वीणा पुस्तकधारिणीं अभयदां जाड्यन्तगाराभां हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थितां वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्। अथ 29 सुरुमा हातमा पुष्प लिएर बेलपत्र लिएर स्वस्थानी मातालाई सम्झेर ध्यान गरौँ र यो ध्यान गर्ने मन्त्र सुरु हुँदैछ। यं ब्रह्मा वरुणेन्द्र रुद्र मरुत स्तुन्वन्ति दिव्यैस्तवै वेदै साङ्गपदाक्रमोपनिषदः गायन्ति यं सामगा ध्यानावस्थि तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यन्तं न विदुषुरसुरगणा देवाय तस्मै नमः। श्रीमञ्चन्दन चर्चितो जलवपु शुक्लम्बरा मल्लिका मालालङ्कृत कुण्डला प्रविलसन् मुक्तावली शोभिता सर्वज्ञान निदान पुस्तकधरा रुद्राक्ष मालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्य माता चिरम् मूकं करोति वाचालं पङ्गुलं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासाय मिततेजसै यस्य प्रसादाख्यामि नारायण कथामिमम्। नारायणं नरस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। त्यहाँ उपरान्त चन्द्रावती ब्राह्मणीले बगाएका 8 रोटी मध्ये 4 रोटी नागले पाएर त्यो रोटी लिएर यस्तो अपूर्व रोटी कसले बगाएछ? म घर गएको 12 वर्ष भयो। यो रोटी मेरो स्त्रीलाई नखुवाई म एक्लै कसरी खाऊँ? अब घर गएर दुई रोटी बाँडी खाउँला भनी घर जान हिँडे। अर्को 4 रोटी संयोगले नागिनीले फेला पारिन्। यस्तो असल रोटी कसले बगाएछ? मेरा स्वामी परदेश गएको 12 वर्ष भयो, कहाँ गए हो केही थाहा छैन। उनलाई खाना नदी एक्लै म कसरी खाऊँ? यस्तो विचार मनमा उठ्यो र खबर गर्दै जाँदा साली नदी र समुद्रको दोभानमा श्री स्वस्थानी परमेश्वरीको प्रसादका प्रभावले नाग र नागिनीको भेट भयो। नागिनीले साह्रै हर्ष मानी, हे स्वामी, तपाईँ निष्ठुरी भएर मलाई एक्लै छाडी यतिका दिनसम्म कहाँ बस्नु भएको थियो? मेरो भाग्यको उदय भयो र आज दर्शन पाएँ। कसैले बगाई पठाएको अपूर्व रोटी पाएँ। तपाईँलाई नखुवाई एक्लै कसरी खाऊँ? दुई रोटी बाँडी खाउँला भने गण्डकी नदी नाला सबैतिर खोजी गर्दै आए। दर्शन मिल्दा सन्तोष भयो। लौ खानुहोस् भनेर 2 रोटी दिन्। त्यो रोटी देखेर नाग भन्छन्, हे स्त्री, त्यस्तै 4 रोटी मैले पनि पाएको छु, तिमीलाई नखुवाई कसरी खाऊँ? 2 रोटी बाँडी खाने इच्छाले आए। तिम्रो मुख देखेर सन्तोष भए। लौ खाऊ भनेर 2 रोटी दिए। दुवै स्त्री पुरुषले खाइसकेपछि नागिनी नागका काखमा बसी आनन्द मनाए। तब नाग भन्दछन्, हे प्रिय, 12 वर्षसम्म बिछोड भएका यसै रोटीका प्रभावले हाम्रो आज भेट भयो। जसले यो रोटी बगाई पठाए त्यसको भोलि नै इच्छा सिद्धि होस्, लक्ष्मी प्राप्त हुन्, शत्रु नाश हुन् भन्ने अनेकौं आशिष दिए। पतिको आशिष सुनेर नागिनी भन्दछन्, हे स्वामी, त्यसैलाई म पनि आशिष दिन्छु। नवग्रहले पीडा नदिउन्, त्यसदेखि प्रसन्न रहन्, भूत प्रेतहरूले पनि पीडा गर्न नसकुन्, राज्य लक्ष्मी त्यसका बस रहन्। फेरि हामी झैं पति पत्नी छुटिएका भए पनि चाँडै नै भेट होस् भनी यसरी चन्द्रावती ब्राह्मणीलाई आशिष दिएर नाग नागिनी आफूलाई आफ्ना घर गए। त्यहाँ उपरान्त लावण्य देशका नर नारी साली नदीमा स्नान गर्न जाँदा एक्लै बसेकी चन्द्रावती ब्राह्मणीलाई देखि, तिमी देवकन्या, विद्याधर कन्या, नाग कन्या अथवा स्वर्गकी अप्सराको हौ, यसरी यहाँ किन बसेकी भनेर सुध्याए। लोकहरूको कुरा सुनेर, हे जनता हो, म देवकन्या, नागकन्या, अप्सराहरूमा कोही होइन, वरुणपुरकी अग्निस्वामी नाम गरेका ब्राह्मणकी पुत्री चन्द्रावती नाम गरेकी हुँ। गोमा ब्राह्मणीका पुत्र नवराज ब्राह्मणकी धर्मपत्नी हुँ। हिजो स्वर्गका अप्सराले यहाँ श्री स्वस्थानीको व्रत गरेर मैले पनि उनीको संसर्गमा व्रत गरे, राति जागरण गरे भनिने लावण्य देशका लोकले आश्चर्य मानि यो कुरा होइन भन्ने निर्णय गर्न नवराज राजा छेउ पुर्याउने सल्लाह गरे। नवराज राजाका सामने पुगी, हे महाराज भनेर चन्द्रावतीले भनेका कुरा सबै बिन्ती चढाए। साली नदीको तीरमा एक्लै बसेकी छन्, यो कुरा के कसो हो विचार होस्। यस्तो आफ्ना प्रजाले भनेको सुनेन नवराजले चन्द्रावतीलाई सम्झे, हे लोक हो,
तिमीहरूले भलो कुरा भन्यौ, चन्द्रावती ब्राह्मणी मेरी स्त्री हो। राज्यको मदले बिर्सिराखेको थिएँ, अब तिमीहरू गएर डाकेर ल्याऊ भनेर नरवाहक पाल्की नाना वस्त्र अलङ्कार दिएर पठाए। मन्त्रीलाई डाकेर, हे मन्त्री, मेरी धर्मपत्नी चन्द्रावती शाली नदीको तीरमा बसेकी छ रे। सिन्दुर यात्रा गरेर आफू समेत भई दरबारमा ल्याउने काम गर भन्ने आज्ञा दिए। म पनि लिन आउने छु भन्ने, फेरि मेरो सवारीका निमित्त पनि तयार गर्न लगाऊ भने। मन्त्रीले राजाज्ञा सुनेर हवस भनी लोकहरू लिएर आफै शाली नदीका तीरमा गए। मन्त्रीले गएर चन्द्रावतीलाई दण्डवत गरेर, हे महारानी, नवराज राजाले हजुरलाई लिन पठाएको यो पालकी वस्त्रालङ्कार ल्याएको छु, यो पहिरी चाँडै सवारी होस् भने। मन्त्रीका यस्ता कुरा सुनेपछि स्वामीलाई सम्झेर, हे स्वस्तानी परमेश्वरी, मेरा पतिसित चाँडै भेट होस् भनेर हिजो व्रत पूजा गरेथे, आज प्रत्यक्ष दर्शन पाउने भए। हे करुणामय भक्तवत्सल, तपाईँलाई कोटि कोटि नमस्कार छ। पापिनी नाम भई दुःखको समुद्रमा बसिरहेकीलाई पार गर्नुभयो। हे त्रैलोक्यकी मालिक हजुरलाई कोटि कोटि नमस्कार छ। तपाईँका कृपाले म पनि अब रानी हुन लागे भनेर हर्षले गदगद हुँदै वस्त्रालङ्कार पहिरी पालकीमा चढी लोक समेत भएर लावण्य देश जान हिँडे। सहर बाहिर पुगेपछि लावण्य देशका स्त्रीहरूले पाकेको भात छाडी छोरा छोरी रुवाई खाँदै जुठे हात मुखले हेर्न निस्कँदा कसैको हात घोडामा चोट लाग्यो, कति लडे पनि हत्तपत्त उठेर नवराज राजाले सिन्दुर यात्रा गरी चन्द्रावतीलाई आफ्ना दरबारका अन्तपुरमा लगे। इति श्री स्कन्दे पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्तानी परमेश्वर्यां व्रतकथायां चन्द्रावती राजगृह प्रवेशो नाम 29 पुष्पाञ्जली लिएर यो तलको श्लोक म भन्न गइरहेको छु, सुन्नु होला। उपनयन्तु मङ्गलम व सकल जगन मङ्गलालय श्रीमान दिनकर किरण निबोधित नवनलिन दल निवेक्षण कृष्ण काले वर्षन्ति पर्जन्यः पृथ्वी सस्यशालिनी देशोऽयं च वरहितो ब्राह्मणाः सन्तु निर्भयाः अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पवित्रिण निर्धना सदना सन्तु जीवन्तु शरदं शतं तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र चित्तद्वार कथा प्रसंग या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रब्धा या वीणा वरदण्ड मण्डितकरा या श्वेत पद्मासना या ब्रह्माच्युत शङ्कर प्रवृत्तिर्भिदेर्वै सदा वन्दिता सा मां पातु सरस्वती भगवती निशेषजाड्यापहा कायेन वाचा मनुषेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायति समर्पयेत्। अब सबैले पुष्पाञ्जली लिएर चढाउनु रोक्नु होला पुस्तकलाई। श्री स्वस्तानी माता की जय, संपूर्ण देवी देवता की जय, पशुपतिनाथ बाबा को जय, स्वस्तानी माता को जय, गणेश भगवान को जय, अन्नपूर्ण माता को जय, पार्थिवरा देवी को जय, नेपाल राष्ट्र को जय। जय जय श्री राधे।